नमस्ते, म केशवराज पौडेल। यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत छ यो विशेष अनि नयाँ भिडियोमा। आज म दैलेखको नौमुले गाउँपालिका वडा नम्बर 1 राइली भन्ने ठाउँमा छु। मैले करिब 1 वर्ष अगाडि यही ठाउँको यही गाउँको 87 वर्षीय हजुरबुवा उहाँ शेरबहादुर साईसँग भिडागोठ भन्ने ठाउँमा जंगलमा कुराकानी गरेको थिएँ। उहाँका दिन कथा, जीवनी यात्रा, बालापन सँगैका कुराकानी गरेको थिएँ। आज भने थोरै फरक विषयवस्तुमा हामी कुराकानी गर्नेछौँ। दैलेखको नौमुलेमा पनि चना उत्पादन हुने रहेछ। आहा, कति राम्रो चना उत्पादन हुने रहेछ। उहाँ हजुरबुवाले चना उत्पादन गरेर यसरी अहिले भित्राउँदै हुनुहुन्छ, बारीबाट निकाल्दै हुनुहुँदै रहेछ। यही अवसरमा मैले छोटो कुराकानी उहाँसँग गर्न चाहेको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हजुरबा, यहाँलाई स्वागत छ। स्वागत छ, धन्यवाद छ। आराम हुनुहुन्छ? आरामै छ। ठ्याक्कै आफ्नै आवाजमा भन्नुहोस् त, कति वर्षको हुनुभयो? म अहिले 88 वर्षको भएँ। 88 पुगिसक्नु भयो है? ओहो, मैले 87 भन्ने ठिकै छ, 1 वर्ष माथि पुगिसक्नु भएछ। सुरुमै शुभकामना दिन चाहन्छु। हाम्रो कामना चाहना यही छ कि यहाँ 87-88 मात्र होइन, यसको डबल वर्षसम्म बाँच्नु होला। धेरै धेरै शुभकामना छ। अनि मैले परमायु लामो होस्, बुद्धिजीवी आज बढ्दै जाओस्, एकता बढोस्। तपाईलाई धन्यवाद छ। मेरो नातिनीको श्रीमान हजुर, म तपाईको बाजेसँग भिडियो खिचेका छौँ। यो जिन्दाबाद मेरो आयुसम्मलाई तपाईँ बन्नुहोला। धन्यवाद छ। अनि मैले यहाँलाई सुरुमा सोध्न चाहेँ, एकदमै मेहनती हुनुहुन्छ, सङ्घर्षशील हुनुहुन्छ, अहिलेसम्म सङ्घर्ष गरिराख्नु भएको छ। यहाँ चना कहिलेदेखि उत्पादन गर्न थाल्नुभयो र लगाउन थाल्नुभयो? मैले अहिले 2-4 वर्ष भयो। हजुर। यो चना बेच्नेले ल्याएको बिउ सङ्कलन गरेर हजुर, अन्त यहाँ लगाए पनि हुन्छ कि त भनेर लगाएर अहिले लगभग 8-10 पाती चना हुने लगाएको। 8-10 पाती घरमै हुन्छ? घरमै हुन्छ। भनेपछि राम्रो उत्पादन गरिरहनु भएको छ। यति राम्रो देख्न सक्नुहुन्छ, चना फलिरहेको छ। एउटा यो गडामा मात्र लगाउनु भएको छ कि अरू पनि छ? नै, यति मात्र छ। यतिमा 10 पाती जति हुने अनुमान छ? मान्छ। यहाँभन्दा अगाडि पनि उत्पादन गर्नुभयो? गरेँ। बिउ सङ्कलन गर्दा गर्दा अहिले यहाँसम्म आयो। अनि बिउ हजुरले यहीँ कसरी बेच्न ल्याएको बाट लगाउनु भयो? बेच्न ल्याएको। कसरी किन्नु भएको थियो? त्यो गाउँतिर बराबरीमा किनेको थियौँ। लगभग गाउँको रेटमा कति जति लगानी गर्नुभयो बिउको लागि? बिउको लागि मेरो 5 पाती गाउँ लगानी भएको हो। भनेपछि हजुरले लगभग 1000 रुपियाँ लगानी गर्नुभयो। 1000 रुपियाँमा अहिलेको यो उत्पादनसँग जोड्ने हो भने मूल्य, यसको मूल्य कति होला यो 10 पातीको अनुमानित? अब अनुमानित त होला 1500 पाती। 1500 पाती भनेपछि जस्तो हामी फाइदामै छौँ भन्ने बुझ्नुहुन्छ। फाइदा नहुने भएपछि त लगानी गर्नु नै उचित भएन। बजारमा किन्दा 100-150 रुपियाँभन्दा माथि जुनसुकै ठाउँमा पनि छ। अनि लोकल चना, अर्ग्यानिक चना भन्ने हुन्छ। यसरी 10-15 पाती घरमै उत्पादन गर्ने हो भने बजारको किन्न पनि परेन। र चनाले के फाइदा पुर्याउँछ जस्तो लाग्छ हजुरलाई? त थाहा हुनुपर्ने हो। यो पोषकी चिज हो। खाएपछि पोषणयुक्त गेडागुडीको रस खाँदा, दाना खाँदा अनि फाइदा हुन्छ शरीरमा, स्वास्थ्यलाई ठिक हुन्छ। त्यसो हजुर पनि स्वस्थ हुनुहुन्छ जस्तो लाग्यो। 87-88 वर्षसम्म यसरी वन जङ्गलमा खेतबारीमा काम गरेर खान सक्नु भएको छ। एकदमै खुसी लाग्छ। गेडागुडी टन्न खानुहुन्छ कि? खान्छु। हो, अरूलाई दिनुहुन्छ कि नै? अब कोहीलाई दिनु पर्यो त, छोरी नाति नदिन आउँछ, म त खान्छु हजुर भने दिन पर्यो। अहिलेसम्म बेच्नु भएको छ कि छैन? बेचेको छैन। बेचेको छैन, तरकारी खानेमा दियो। सामान्यतया गहुँ, मकै, कोदो, धान त सबैले रोप्ने, त्यो लगाउने हुन्छ, बिउ छर्ने हुन्छ, उत्पादन गर्ने। हजुरले चना बाहेक नयाँ किसिमको के उत्पादन गरेर देखाउनु भएको छ? मैले नयाँ किसिमको उत्पादन त गाउँमा अरूसँग नभएको उहाँ छ मसँग। हजुर। जो खाजा खाने, साटु खाने। ए हजुर हजुर, त्यो चिज छ। गाउँ जस्तै हुन्छ। हजुर। बालो जाउ जस्तो, दाना जाउ गाउँ जस्तो। पहिल्यैदेखि लगाउनु हुन्थ्यो त्यो? पहिल्यैदेखि। त्यो त लगायो भने बिउ मार्नु मिल्दैन। एक जग्गा 2 बाला भने लगाएर छोड्नुपर्छ। अहिले पनि छ? अहिले 8-10 पाती होला, फरक खेतमा छ।
अनि यहाँसँग अगाडि कुराकानी गर्दा पनि रमाइलो बालापनको कुराकानी भएको थियो। त्यति बेलाको गीतका भाकाहरू पनि गुनगुनाउनु भएको थियो। शारीरिक रूपमा पनि स्वस्थ देखिनुहुन्छ, स्फूर्त हुनुहुन्छ। अहिले के छ अवस्था? धेरै दर्शक श्रोताले चाहनु भएको छ यो भिडियो यहाँ मात्र होइन, नेपालमा मात्र होइन, हजुरको मेरो आफन्त इष्टमित्रले मात्र होइन, लाखौँ दर्शकहरूले हेरिरहनु भएको छ। उहाँको अगाडि एउटा कुनै गीत छ भने सुनाउन सक्नुहुन्छ? हुन्छ, सुरु गर्नुहोस् न। भिडियो सञ्चालन भयो नौमूलेको राइली, भिडियो उत्पादन भयो नौमूलेको राइली। सधैँ सधैँ सिद्ध पाइलो पढिरहोस् हाम्रा देश राइली। पहिला पहिला दोहोरी गाउनु, गीत गाउनु पनि हिँड्नुहुन्थ्यो अरे गाउँघरमा है? गीत गाउने धेरै हिँड्नु भयो, धेरै रमाइलो गर्नुभयो। कस्ता मान्छेसँग धेरै हिँड्नुहुन्थ्यो? केटी मान्छेसँग, केटा मान्छेसँग? केटी मान्छेसँग पनि छोरीसँग पछि पछि लाग्नुहुन्थ्यो? सबैसँग सङ्गत गर्नुभयो? सबैसँग सङ्गत गर्न गयो। ऊ मलाई बोकेर दिन्थ्यो गीत गाउनु, टोकरीहरूले। पहिलाको जमानामा हामी चेलीबेटीले गीत गाउन जाने हो भने लौ त्यसलाई लिनुपर्छ, डाकु पनि राम्रो छ, गीत पनि। चना यो गेडागुडी खानको रस खाने मात्र होइन, काँचो पनि मैले आज मात्र यसरी देखेँ। यस्तो हुन्छ यसको कोसा, या कोसा नै भन्छ है, दाना कोसा भन्छ है, चनाको कोसा। यहाँबाट हामीले यस्तो दाना निकाल्न सक्छौँ चनाको। हेर्नुहोस् त, गेडागुडी भनेको यही हो। बजारमा पाइने तपाईँले हामीले किनेर तरकारी खाने, गेडागुडी खाने, फ्राई गरेर खाने भनेको, चना अन्डा खाने भनेको यही चना हो। यो अझ उपयुक्त र स्वास्थ्यको लागि लाभदायी हुन्छ, राम्रो छ। हेर्नुहोस् त, काँचो पनि यो एकदमै मिठो हुँदो रहेछ। मिठो हजुरबाट पनि मैले दिएँ यो, मेरो हातबाट हजुरले उत्पादन गर्नुभएको मैले दिन पाएँ। धन्यवाद छ, नातिले दिएको प्रसादी खानु। आगामी दिनमा पनि, आगामी वर्षहरूमा पनि यहाँसँग यस्तै फरक फरक विषयवस्तुमा कुराकानी गर्न पाऊँ भन्ने हाम्रो चाहना छ। आजको लागि आफ्नो काम गर्दा गर्दै पनि, व्यस्त हुँदा हुँदै पनि समय दिनुभयो, कुराकानी गरिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।